फर्स्ट कस्टमर जो हुन्छ उहाँलाई फ्री राइड भनेको थिएँ, तपाईँ पर्नुभयो। धेरै धेरै धन्यवाद दिन चाहन्छु म भगवान्लाई। ल दाइ, म चाहिँ टक्कसँगले कस्टमर प्यासेन्जर कुरिरहेको है। फर्स्ट कस्टमरलाई चाहिँ म आज फ्री राइड हान्नेवाला छु है गाइज, फ्री राइड। सो लेट्स सी होइन कस्तो हुन्छ। म चाहिँ आज धेरै पछि राइडमा निक्लेको, फर्स्ट प्यासेन्जरलाई चाहिँ फ्री राइड हान्नेवाला छु है। लेट्स सी है गाइज। A few moments later. ओके ओके हुन्छ। फाइनल्ली यहाँ मैले आज फ्री राइड, फर्स्ट कस्टमरलाई फ्री राइड भनेर मैले भिडियो बनाएको थिएँ। धन्यवाद भगवान्लाई म भन्न चाहन्छु। मैले यहाँ एकदम 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 मजाको दाइ भेटेँ होइन। उहाँ आज मेरो फर्स्ट कस्टमर हुनुहुन्छ। उहाँ जे खुसी लाग्यो एकदम। उहाँ जस्तो मान्छेलाई सहयोग गर्न पाउँदा आज दाइ मेरो फ्री राइड हो। मैले तपाईँलाई होइन फर्स्ट कस्टमर जो हुन्छ उहाँलाई फ्री राइड भनेको थिएँ, तपाईँ पर्नुभयो। धेरै धेरै धन्यवाद दिन चाहन्छु म भगवान्लाई। ल दाइ एकदम है मजा आयो तपाईँसँग पढ्दै आउन पाउँदा होइन। हस् दाइ, उहाँ हुनुहुन्छ आजको चाहिँ मेरो फर्स्ट कस्टमर। खुसी लाग्यो उहाँ जस्तो मान्छेलाई सहयोग गर्न पाउँदाखेरि होइन। 100 रुपियाँ उठेको थियो उहाँलाई मैले फ्री राइड गरिदिएँ आज। सो उस्तो हुनुहुँदो रहेछ, गाह्रो छ कुरा। मजाको भयो दाइसँग होइन। आफ्नो कर्म आफूले भोग्नुपर्छ भन्ने खालको कुरा भयो, एकदम सही हो। उहाँले भन्नुभएको कुरा एकदम राइट हो होइन। आफ्नो कर्म आफूले भोग्नै पर्छ। उहाँले आफ्नो कर्म भोग्नु छ, हामीले नि आफ्नो कर्म डेफिनेटली भोग्नुपर्छ होइन। तर मेनली थ्याङ्क यू म भगवान्लाई दिन चाहन्छु। मैले आज फर्स्ट राइडमै फ्री राइड गर्छु भनेको थिएँ, उहाँ जस्तो मान्छेलाई सहयोग गर्न पाएँ मैले होइन। फ्री राइड हानेर एकदम खुसी लाग्यो। हेर्दै गर्नु होला यस्तै यस्तै मनोरञ्जक भिडियोहरू, भावनात्मक भिडियोहरू नि आउँछ मबाट होइन। सो गाइज सपोर्ट गर्नु होला, किप लभिङ।